तसले आज परम पवन पूजनीय गुरु बजरदात ताई सिति रिम्पोछे जू गुरु छ निमा रिम्पोछे जू गुरु मिन्जु रिम्पोछे जू र अन्य रिम्पोछे जूहरू संघीय संसद टेकबहादुर गुरुङज्यू बागमती प्रदेशका अर्थमन्त्रीज्यू लुम्बिनी विकासका पूर्व उपाध्यक्षज्यू र यहाँ उपस्थित खेम्पो आचार्य केसेला सबैलाई ट्रस्टीले यहाँ उपस्थित देश विदेशबाट आउनुभएका सबै अतिथिगणलाई ट्रस्टीले नमस्कार। आज हाम्रो परम पवन पूजनीय गुरु बजरदात ताई सिति रिम्पोछे ज्यूको प्रमुख अतिथितामा हाम्रो तेरघाट गुम्बाको ऐतिहासिक गुम्बा उद्घाटन कार्यक्रम अगाडि बढिरहेको छ र म परम पूजनीय गुरुज्यूलाई हार्दिक आभार प्रकट गर्दछु र गुरु मिन्जु रिम्पोछेबाट यस ऐतिहासिक गुम्बाको निर्माण कार्य सम्पन्न भएर आज चाहिँ रब्ने उद्घाटन कार्यक्रम भव्यताका साथ सम्पन्न हुन गइरहेको छ। म उहाँ गुरुप्रति हार्दिक आभार प्रकट गर्दछु। यो एउटा बुद्ध जन्मेको देश नेपालमा यो पवित्र यो सेम्बु डाँडामा ऐतिहासिक पवित्र गुम्बा निर्माण हुन हामी विश्वमै रहेका बौद्ध धर्मीहरूको लागि एउटा खुसीको कुरा हो। यसमा म स्वयं गौरवान्वित छु। यसमा उहाँप्रति हार्दिक आभार प्रकट गर्छु र मैले विगतदेखि र बुद्ध दर्शन र पञ्चशील धारण गरेर स्वयं मेरो गाउँ विगत 106 वर्षदेखि अहिंसा क्षेत्र रहिआएको म स्वयं पनि अहिंसाको अभियानलाई निरन्तर लागेको 4 दशक भइसकेको छ। हामी चुनौती गाउँपालिका स्थानीय सरकारले अहिंसाको ऐन शाक्य परम्परालाई कानुनी मान्यता दिएर स्थानीय राजपत्रमा प्रकाशित गरिसकेको छ र यहाँहरूलाई म यसो सबैप्रति देखाउन पनि चाहन्छु। विश्वमै अहिंसाको ऐन बनाएको हाम्रो चुनौती गाउँपालिका स्वयं गुरु मिन्जु रिम्पोछे र गुरु छुन्यु रिम्पोछेको जन्मस्थल हो। त्यस स्थानमा अहिंसाको ऐन विश्वमै पहिलोपटक ल्याउनुको अवसर हामी गाउँपालिकाले पाएमा म गौरवान्वित छु र अझै पनि हामी विश्वलाई नै शान्तिको आवश्यकता छ। विश्व शान्तिको लागि हामी सम्पूर्ण परम पूज्य गुरुहरूबाटको आशीर्वादले विश्वलाई नै एउटा शान्तिको कामना हुन्छ भन्ने हामी लागिरहेको छ। अरू अहिले विश्वलाई नै जलवायु परिवर्तनको ठुलो चुनौती रहेको छ। यसको न्यूनीकरणमा विश्वले नै एउटा संवेदनशील हुन सकिरहेको अवस्था छैन र मैले स्थानीय सरकारको एउटा अध्यक्ष भइरहँदाखेरि हाम्रो गाउँपालिकालाई जटेडकुण्ड क्षेत्र पनि घोषणा गरेको छ भने त्यहाँ चाहिँ अहिंसा क्षेत्र पनि घोषणा गरेको छ। हामी सबैले असम्भव भन्ने हुँदो रहेछ। त्यसकारण जलवायु परिवर्तन न्यूनीकरणको लागि विश्वले एउटा संवेदनशील भएर अगाडि बढ्न सकेन भने भावी पुस्ताको लागि ठुलो चुनौती हुन्छ र सबभन्दा हिमाली क्षेत्रमा धेरै संवेदनशील देखिन्छ र थोरै
म स्थानीय भाषामा पनि कुरा गर्न चाहन्छु त धेरै मिसेगी अनि पल सिटी रिम्पोछे 샤프자 젠다 들이 terkar komba kita rapne satye doje kugap sambo kalwa sambo changde pe misi nepal chiong thoni ani bose namla thuche shuai mise ki geche shote ta lama kejen tempa namba kuze chita ne bata namba sangje ki tempa che bata pe ta himalaya richu ki sangje ki tempa ta Rishung, Kalban Kavan Matang. Jumping Chiola, Naba Sanjaki Tempachevate, and Arangi Mudishu, and it Talangi, Ramnegi, Tatseka Chimbonilla, and a major Mochishoni, Pe Missi, and a Poyuna, Ne Sachingi, Dilata, Pe Missi Compa, to Sapiesan Ramnepe, that something Chion, Mimaputus Pepsha, Pe Missi, Cotton Chimbochu. 콘라야 닝타바니 투세 슈아이 아니 믹세기 게체쇼데 당아랑기 랭구 체쇼데 셈젠 지용라 잠다 닝제데 나랑기 겐체쇼디 당아기 농바데 셈젠 소제 메와 차니 롱의 자당 주주야레 단다이 나가주 산데라 셈젠 소제 메비 팀이 저 사바레 다 셈젠 자바니 세쇼 마레 나라이나 샤메레 다 잠블링 디칸데 사마기 못히니 셈젤라 잠닝제때 배 개침버지 삼고요. 나랑기 디체니 마오발에나 다디르고 빼야 된 개침버지 레샤 다니바데 다 점블은 디 낭라 후르유기 내당데 빼강아 침버차로 야레 디 나네양 히말라야 리큐라다 후유기 빼강아 차니 강망버지 도제 슈로 야레 디 숨겹된 점블은이 지기요 말에 디 상대 당 아랑기 파유라이나 다 리라이나 메타자니 땅쇼메 까돔 제사바레 셈진 소제 메비 팀서 사바레 단대양 가보 상보 임상거요 아니 마음발에나 바 시티린 버시 야니양 바유라 페야요 바당 아니 남아 상계기 템바지야 바당 아니 토랑에 리고슈 아니 참말라 미세기 아니 갑제 미주린 버시 쇼라 닝타번 투체시야다 드링이 제일 디토라 아니 체니도 시든 중화대 백가보 상보요 투체나 니말라말라 투제낭 제리니바 나가르주 총대 시차파 수실라 아디카르네 송케농죠. Thank you very much, Mr. Lama, for your wonderful remarks. Now we are honored to invite the respected Deputy Mayor, Ms. Sushila Adhikari, to deliver her official address. 感谢拉玛先生，我们非常荣幸邀请尊敬的副市长 Sushila Adhikari 女士致辞。 धन्यवाद अध्यक्षज्यू अब नागार्जुन नगरपालिकाका उपमेयर श्री सुशीला अधिकारीज्यूलाई आफ्नो मन्तव्य राख्नको लागि अनुरोध गर्दछौँ। धन्यवाद कार्यक्रम सञ्चालिकाज्यूलाई धन्यवाद कार्यक्रम सञ्चालिकाज्यूलाई आजको यस टेकार गुम्बाको यो गुम्बा उद्घाटन कार्यक्रमका प्रमुख अतिथिज्यू अध्यक्षज्यू ड्यासमा आसीन विभिन्न आदरणीय व्यक्तित्वहरू हाम्रो जनप्रतिनिधिज्यूहरू र यहाँ हलमा उपस्थित सम्पूर्ण अतिथिज्यूहरू सबैलाई नागार्जुन नगरपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट नमस्कार वेलकम। विशेष गरेर मलाई आज एकदमै खुसी लागेको छ यो क्षणमा म यही पालिकाको प्रमुख अहिले चाहिँ एक्टिङ मेयर हो म उपप्रमुख भइरहँदा मैले यो सङ्घ संस्थाको अनुगमन पनि गर्छु र उहाँहरूलाई सिफारिस पनि गर्छु र उहाँहरूले ल्याउने स्रोतहरूको सबै कुरोको पहिचान गरेर सही र गलत कुरालाई पनि हेर्छु। त्यो मौका सँगसँगै मेरो आफ्नै ओडा म यही 5 नम्बर ओडामा बस्छु र यही नगरपालिकाको उपप्रमुख भएर काम गर्न पाउँदा म यो गुम्बासम्म एकदमै नजिक छु। आज यो हल अनुगमनको लागि पनि म आएको थिएँ केही समय अगाडि र यो संस्था चलाउने व्यक्तित्वहरूसँग मैले धेरै कुराहरू सोध्ने मौका र बुझ्ने मौका पनि पाएको थिएँ। आज यो हल उद्घाटनमा उपस्थित भइरहँदा मलाई एकदमै खुसी लागेको छ।
हाम्रो नागार्जुन नगरपालिका पर्यटकीय स्थलको रूपमा चिनिन्छ, विशेष गरेर गुम्बाहरू। हाम्रो यहाँ धेरै ठुला ठुला गुम्बाहरू, व्हाइट गुम्बा, यो गुम्बा लगायत 3 घरे गुम्बा, धेरैवटा गुम्बाहरू चाहिँ यो नागार्जुन नगरपालिकामा छ। विशेष त हामीलाई स्वयम्भूले नजिक पारेर पनि होला र बौद्ध धर्म अवलम्बीहरू चाहिँ एकदम धेरै बस्नुहुन्छ यहाँ र हामी हिन्दू धर्म मान्नेहरूलाई पनि एकदमै आस्थाको धरोहरको रूपमा हामीले चिनेका छौँ र नागार्जुन नगरपालिकालाई चिनाउनको लागि यस्ता गुम्बाहरूले एकदम ठुलो भूमिका खेलेको छ। यसमा धेरै कुरा जोडिन्छ। यही गुम्बा बन्दाखेरि पनि यो बाटोहरू कुनै पनि बाटोहरू बन्न सकेको थिएन। गुम्बा लगायत नेपाल सरकारको सहयोगमा अहिले धेरै विकासहरू पनि अगाडि बढेको छ। त्यस्तै देश विदेशबाट यहाँहरू हाम्रो नागार्जुन नगरपालिकामा आउनुहुन्छ, एकदमै खुसी लाग्छ। यस्ता मौकाहरूले हामीको आत्मीयता पनि बढाउने र भोलिका दिनमा पनि सहकार्य गरेर अगाडि बढ्नलाई सहयोग पुग्ने कुरा राख्दै आदरणीय व्यक्तित्वहरू यहाँ मन्त्रीहरू पनि हुनुहुन्छ, यही गुम्बामा काम गर्ने हाम्रो इन्चार्जको रूपमा रहनुभएका आदरणीय व्यक्तित्वहरू पनि हुनुहुन्छ। उहाँहरूसँग हामी सहकार्य गरेर अगाडि बढ्ने कुरा राख्दै जुन आज यो कार्यक्रममा उपस्थित हुनुभएको छ सबैजनालाई पुनः धन्यवाद दिँदै मेरो मन्तव्य यहीँ अन्त गर्छु। नमस्कार, धन्यवाद। 수실라 아디카른 조투지낭 제레숨바 바이오트소 진투메 그게 트레바도 그라운에 송기 나온죠. Thank you very much, respected Deputy Mayor Adhikari, for your wonderful remarks. Now we respectfully invite the Honorable Mr. Tek Bahadur Gurung, a Member of Parliament, to offer his remarks. 感谢阿迪塔里副市长。接下来，我们欢迎马囊县联邦议会议员 Tek Bahadur Gurung 先生致辞。 धन्यवाद एक्टिङ मेयरज्यूलाई। अब मनाङबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने माननीय टेक बहादुर गुरुङलाई आफ्नो मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। थ्याङ्क यू। नमस्ते एन्ड तसिदले। यस कार्यक्रमका परम पूजनीय गुरु बजदर किन्तुङ ताई सिदुरुम बोर्चेज्यू, योङ्के मिङ्किरुम बोर्चेज्यू, छोकेरुम बोर्चेज्यू, अन्य सम्पूर्ण आदरणीय गुरुवर्ग, उपस्थित सबै सर्दे प्रतिनिधिहरू सबैमा नमस्ते एन्ड तसिदले। आज यस ऐतिहासिक र भव्य समारोहमा उपस्थित भई यो विशिष्ट गरिमामय सभालाई सम्बोधन गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ। हाम्रो आदरणीय गुरु योङ्गे मिङ्गे रिम्पोछे ज्यूको मुख्य आसनको रूपमा स्थापित यस तेरगार ओसेलिङ गुम्बाको समुद्घाटनको विशेष अवसरमा यहाँहरू सबै यसरी सँगै हुन पाउनु मेरो लागि ठुलो सौभाग्य हो। म आज यहाँ उभिएर हेरिरहँदा मेरो मनमा एउटा गहिरो गर्वको अनुभूति भइरहेको छ। यस्ता गुम्बाहरू केवल ढुङ्गा र माटोले बनेको भौतिक संरचना मात्र होइन, यी त बौद्ध दर्शनको गहना र अध्ययन र ध्यान साधनको लागि विश्वकै प्रतिष्ठित केन्द्र हुन् र वास्तवमा यी हाम्रा अमूल्य राष्ट्रिय सम्पदा हुन्। भगवान बुद्धको अमूल्य शिक्षा र सन्दर्भलाई मूल स्वरूपमा जीवित राख्न, संरक्षण गर्न र भावी पुस्तासम्म हस्तान्तरण गर्न यस्ता केन्द्रहरूको विशेष र अतुलनीय योगदान छ। र आज नेपालको पहिचान केवल हिमाल र लुम्बिनीमा मात्र सीमित छैन। हाम्रो गौरव हाम्रो गोर्खा जिल्लाको पावन भूमिमा
जन्मनु भएको योङ्गे मिङ्गे रिम्पोर्छे र उहाँका आदरणीय दाजु छोके रिम्पोर्छेको विश्वव्यापी ध्यान तथा बौद्ध दर्शन शिक्षण अभियानले गर्दा आज अन्तर्राष्ट्रिय जगतमा नेपालको इज्जत र प्रतिष्ठा निकै बढेको छ। उहाँहरूको जस्ता सिद्ध गुरुहरूको अथाक प्रयासले गर्दा नै आज संसारभरिको मानिसहरूले बुद्धको साँचो शिक्षा र सन्दर्भ सहजै प्राप्त गर्न सकेका छन्। यसका प्रत्यक्ष प्रभाव आज हामी यहाँ स्पष्ट देख्न सक्छौँ। रिम्पोछेहरूको यही विश्वव्यापी प्रभावको कारण आज यति धेरै सङ्ख्यामा विदेश साधक र अध्येताहरू नेपाल आएका छन्। उनीहरू नेपाली समाज र संस्कृतिसँग गुलमिल भएका छन् र यहाँ रहन सहन बुझिरहेका छन्। यसरी देश विदेशका हजारौँ साधकहरू यहाँ ओरिन्ता हाम्रो स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन समेत यसले ठुलो मद्दत पुर्याएको छ। आत्मीयताले कसरी देशको समृद्धिमा टेवा पुर्याउँछ भन्ने यो एउटा उत्कृष्ट उदाहरण हो। यस भव्य अवसरको अर्को सबभन्दा ठुलो विशेषता भनेको अहिलेको युग अन्त्य सम्मानित उच्च बौद्ध साधक पूजनीय परम पावन गुरु वज्रधर चम्कुन किन्तुङ ताई रिन्दो ताई सिधु रिम्पोछेज्यूको गरिमाको उपस्थित र शिक्षण हो। उहाँको यो दुर्लभ आगमन र आध्यात्मिक शिक्षा पनि यसै गुम्बा गुरु मिङ्गे रिम्पोछे र छोके रिम्पोछेकै विशेष पहल र दिट्ट इच्छाको शक्तिको कारण सम्भव भएको छ। र ताई सिधु रिम्पोछे केवल हाम्रो पाहुना मात्र हुनुहुन्न, उहाँ मिङ्गे रिम्पोछेज्यूको प्रमुख गुरु हुनुको साथै उहाँको नेपालसँग अत्यन्तै गहिरो र ऐतिहासिक सम्बन्ध छ। उहाँ बालकालदेखि नै यस पवित्र भूमिको भ्रमण गर्दै आउनुभएको छ। विशेष गरी हाम्रा पूर्वजहरूको साधनले सुवस्थित पवित्र स्वयम्भू क्षेत्रका समयमा रहेर ताई सिधु रिम्पोछेज्यूले आफ्ना महान र आधारभूत शिक्षाहरूको ग्रहण गर्नुभएको थियो, जसले गर्दा उहाँको आध्यात्मिक ऊर्जा यस उपत्यकाको माटोसँग एकाकार भएको छ। हामीले यो भुल्न हुँदैन कि नेपालको यो भूमि कति पवित्र छ। यो केवल शाक्यमुनि बुद्धको जन्मस्थल मात्र होइन, बरु इतिहासको लामो कालखण्डमा यसै कल्प कम्तीमा 2 अघिल्लो बुद्धहरू बुद्ध कश्यप र बुद्ध कानमुनिको समेत पावन जन्मभूमि हो। यो त्यही भूमि हो जहाँ महान आचार्य पद्मसम्भव गुरु रिम्पोछे र फर्बिङ हेलेसी जस्ता पवित्र गुफाहरू मिलेरेपाले लप्ची भक्तपुर आदि स्थानमा वर्षौँसम्म ध्यान गरी सर्वसिद्धि प्राप्त गर्नुभएको थियो। र यही काठमाडौँ उपत्यका प्रवर नेवार वज्राचार्य गुरु लीला वज्र गुरु वज्र हुङ्कार वज्र आदिले संस्कृति बौद्ध वाक्यमयको संरक्षण गर्दै भारत र तिब्बत बीच बौद्ध धर्मको आदान प्रदान र महायान वज्रयानको सम्प्रेषणमा ऐतिहासिक कुलको रूपमा काम गर्नुभएको थियो। आज गुरु मिङ्गे रिम्पोछे र छोके रिम्पोछेको निर्देशनमा नेपालले पुनः हाम्रो प्राचीन गौरवलाई बिउँदैछ र बुद्ध काश्यपदेखि गुरु पद्मसम्भव र वज्राचार्य गुरुहरू हुँदै ताई सिधु रिम्पोछेसम्मको यो जुन ज्ञानको अविचन प्रभाव छ, त्यसलाई संरक्षण गर्न यो तेरागार ओस्लिङ गुम्बा एउटा बलियो खम्बा बनेछ भन्ने मलाई विश्वास छ। अन्त्यमा यस महान कार्यको लागि म सम्पूर्ण तेरागार परिवार सहयोगीहरू र देश विदेशका साधकहरूमा हार्दिक कृतज्ञता ज्ञापन गर्दै आज सबै बुद्धको समृद्धको प्रकारले यो संसार सधैँ अलौकित भइरहोस्। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। सबै प्रणालीको कल्याण होस्। नमस्ते तसिदले। 그야 제바도 그런라 투지체켜 제레 예바
바이어 바마티 나디 반조동 창글렌칭 그야 바라바트 타몽니 수키 농조. Thank you very much, Honorable Mr. Gurung, for your wonderful remarks. Finally, we are deeply honored to invite our chief guest, the Honorable Minister of Economic Affairs and Planning of Bagmati Province, Mr. Prabhat Tamang, to deliver his keynote address for the grand opening of Tergar Hosaling Monastery. 非常感谢辜荣先生。最后，我们非常荣幸共请今天的主宾，尊敬的巴格马底省经济事务与计划部部长 Prabhat Tamang 先生，为德嘎光明寺开光大典发表主旨致辞。 माननीय ज्यूलाई हार्दिक धन्यवाद। अब भने हाम्रा प्रमुख अतिथि बागमती प्रदेशका अर्थ मामिला तथा योजना मन्त्री माननीय प्रभात तामाङ ज्यूलाई आफ्नो मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यो गुम्बा उद्घाटन कार्यक्रमका अध्यक्षज्यू, परम पूजनीय गुरु वज्रधारा केन्तिङ ताई सितु रिम्बोछेज्यू, परम पूजनीय गुरु योङ्गे मिङ्ग्यो रिम्बोछेज्यू, परम पूजनीय गुरु केन्देन रिम्बोछेज्यू, परम पूजनीय गुरु छोङ्गी रिम्बोछेज्यू, माननीय प्रतिनिधि सभाका सांसदज्यू, यहाँ उपस्थित हुनुभएका खेम्बु लामा गुरुहरू र यहाँ उपस्थित हुनुभएको सम्पूर्णमा म हार्दिक अभिवादन, नमस्कार, टसिदेले जय नेपाल भन्दछु। आज यस ऐतिहासिक र भव्य समारोहमा उपस्थित भई यो विशिष्ट गरिमामय सभालाई सम्बोधन गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ। हाम्रो आदरणीय गुरु योङ्गे रिम्बोछेज्यूको मुख्य आसनको रूपमा स्थापित यस तेरकार होसलिङ गुम्बा को समुद्घाटनको विशेष अवसरमा यहाँहरू सबैसँग यसरी सँगै हुन पाउनु मेरो लागि ठुलो सौभाग्य हो। म आज यहाँ उभिएर हेरिरहँदा मनमा एउटा गहिरो गर्वको अनुभूति पनि गरेको छु र यो गुम्बाको समुद्घाटनमा मलाई प्रमुख अतिथिको रूपमा बोलाएर यो तेरगार होसलिङ गुम्बाले निम्त्याउनु भएकोमा म सर्वप्रथम उहाँहरूलाई मुरी धन्यवाद दिन चाहन्छु। वास्तवमै नेपाल एक धार्मिक सहिष्णुता भएको देश हो। नेपालमा बुद्ध धर्म, हिन्दू धर्म, इस्लाम, मुसलमान लगायतका क्रिस्चियन धर्म, विभिन्न धर्मका मानिसहरू यहाँ बसोबास गर्छन्। तर पनि नेपालमा आजसम्मको परिस्थितिमा नेपाल एक धार्मिक सहिष्णुतामा एक आपसमा मिलेर बसेको आजसम्मको इतिहासले बताउँछ। भविष्यमा पनि यो बुद्धको तपोभूमि शाक्यमुनि बुद्ध नेपालमा जन्मिएको हो र बुद्धको तपोभूमि भएको हुनाले मलाई लाग्छ नेपालमा अब बुद्ध धर्मले लिड गरेर अगाडि जान्छ भन्ने मलाई लाग्छ। एउटा शान्तिको प्रतीक भनेर हामी बुद्धलाई पनि चिन्छौँ। बुद्ध नै शान्तिको प्रतीक हो भनेर चिन्छौँ। जसरी आज थुप्रै रिम्बोछेहरूले काठमाडौँ लगायतका विभिन्न नेपालका विभिन्न क्षेत्रहरूमा बुद्ध शिक्षालाई प्रचार गर्नुभएको छ। त्यसका लागि म प्रत्येक सबै गुम्बाका रिम्बोछेहरू, सबै गुम्बाका गुरुहरूलाई म धन्यवाद दिन चाहन्छु। नेपालले यो धार्मिक शिक्षा मात्रै होइन, नेपाललाई हाम्रो यो धार्मिक शिक्षा गुम्बाहरूले पनि, यो धर्म प्रचारले पनि हाम्रो नेपाललाई एउटा आर्थिक रूपमा पनि टेवा पुर्याइरहेको मैले पाएको छु। जस्तै आज यही गुम्बाको उद्घाटनमा यहाँ विभिन्न देशबाट धेरै साथीहरू पाल्नु भएको छ, महान गुरुहरू पाल्नु भएको छ।
धर्म भक्तजनहरू पाल्नु भएको छ। यसले के गर्दा भन्दाखेरि नेपाललाई यसले आर्थिक रूपमा पनि टेवा पुर्याइरहेको मैले बुझेको छु। त्यस कारणले गर्दाखेरि यसमा धर्म मात्र जोडिएको छैन, कता केसँग पनि जोडेको छ भने नेपालको आर्थिक उन्नतिकोसँग पनि यो धर्म जोडिएको छ भनेर मैले बुझेको छु। र अन्त्यमा मैले यहाँ अन्तिमसम्म मैले समय दिन पाउँदिनँ होला, किनभने मेरो घरमा पनि आज मेरो पूजा छ। आज चाहिँ यो छेवा चेङ्गाको दिनमा मेरो घरमा पूजा भएको कारणले म आज यहाँबाट बिदा हुनु पर्ने छ। त्यस कारणले गर्दाखेरि मैले यहाँ उपस्थिति सम्पूर्णलाई म यो कार्यक्रम समापन हुनुभन्दा अगाडि निस्किनु परेको हुनाले म यहाँहरू सबैलाई म क्षमा पनि माग्न चाहन्छु। र अन्त्यमा यो आज गुरु मिङ्गुर रिम्पोछे र छोङ्गे रिम्पोछेको मार्गनिर्देशनमा नेपालले पुनः प्राचीन गौरवको लाई बिउताउँदैछ भन्ने मलाई लागेको छ। किनभने उहाँहरूले गुरु मिङ्गुर रिम्पोछेको यो गुम्बा यो भयो भने मिङ्गुर रिम्पोछेको दाइको एउटा अर्को गुम्बा उता मैले यता चोबारमा छ भन्ने मैले बुझेको छु। त्यस कारणले गर्दाखेरि उहाँहरूले केवल गुम्बा मात्रै स्थापना गर्नुभएको छैन। यो गुम्बाले के हो त भन्दाखेरि मान्छेको चाहिँ एउटा चाहिँ आत्मीयता, एउटा चाहिँ माया जोड्नको लागि चाहिँ टेवा पुर्याइरहेको चाहिँ मलाई लाग्छ। मैले बुझेको धर्म के हो त भन्दाखेरि धर्म त अनित्य हो। यो हामी अहिले धर्म भन्छौँ, यो धर्म भने चाहिँ कस्तो मलाई आफूलाई लागेको कुरा चाहिँ अब सबै किसिमको धर्महरू छन्। यहाँ हिन्दू धर्म छन्, मुस्लिम छन्, मुसलमान, बुद्ध लगायतका धेरै धर्महरू छन्। तर के हो त भन्दाखेरि मलाई आफूलाई मैले एउटा चाहिँ कुरा चाहिँ मैले आफ्नो मनलाई जहिले पनि म एउटा के प्रश्न गर्छु भने संसारको यो ब्रह्माण्डको चाहिँ सृष्टिकर्ता को होला त? प्रत्येक धर्मशास्त्रले आफ्नो आफ्नो तरिकाले आफ्नो आफ्नो हिसाबले व्याख्या गरेका छन्। तर बुद्ध धर्मले यो सृष्टि यसरी नै भएको हो भन्ने कुराको व्याख्या भन्दा पनि यो सृष्टि भनेको चाहिँ यो मन हो भन्ने मलाई चाहिँ लाग्छ। मन हो भन्ने कुरा मैले बुझेको छु। मन नै सबैभन्दा ठुलो कुरा हो भनेर मैले बुझेको छु। त्यसैले नेपालीमा एउटा उखान पनि छ, यो मन त के अरे हाम्रो शरीर त मनको दास हो भन्छ। तपाईँको भित्रको मनले जे भन्छ त्यो नै धर्म हो भन्ने मलाई लाग्छ। भित्रको मनले आफ्नो भित्रको मनले जे हो मलाई धर्म त्यो हो लाग्छ। तर म आफू बुझ्न खोजिरहेको हो। मैले यहाँ ठुला चाहिँ रिम्पोछेहरू हुनुहुन्छ, यहाँ सबै गुरुहरू हुनुहुन्छ। यो सबै गुरुहरूको अगाडि त यो धर्मको विषयमा मैले व्याख्या गरिराख्दाखेरि मलाई अलिकति अप्ठ्यारो पनि फिल भएको छ। किनभने म थोरै बुझ्छु, तर मेरो मनको कुरा मैले नभनिकन यहाँबाट जाँदाखेरि अलिकति अप्ठ्यारो हुन्छ भने मैले मनको कुरा गरेँ र मैले अलिकति धेरै कुरा गरेँ हो भने अब मलाई साँच्ची नै अब गुरु लगायतका सम्पूर्ण साथीहरूले क्षमा गर्नुहुनेछ भन्दै र यो आजको यो हाम्रो तेरगार होइस्लिङ गुम्बाको चाहिँ यो स्थापनाको यो आज चाहिँ उद्घाटनको दिन छ र यसको चाहिँ मुरी सफलताको शुभकामना व्यक्त गर्दै र अन्त्यमा सम्पूर्ण रिम्पोछेहरूलाई मेरो तर्फबाट धन्यवाद दिँदै मेरो भनाइ यही अन्त्य गर्छु। धन्यवाद। जय नेपाल। टसिदिले। 그게 담원쇼를 두지나혀 안제링 아바 자지 연계 문제는 뭐지 좋게 송희 농죠. We would like to thank you for the wonderful keynote address, Honorable Minister Tamang. And now we respectfully invite His Eminence Yongey Mingyur Rinpoche to offer some special words of thanks. 非常感谢他们部长的致辞。现在我们共请尊贵的明珠Rinpoche致谢。 हार्दिक धन्यवाद माननीय ज्यू। अब भने शरणनायक योङ्गे मिङ्गे रिम्पोछेज्यूलाई आफ्नो कृतज्ञता ज्ञापन मन्तव्यको लागि निवेदन गर्दछौँ। I want to say thank you for all the dignitaries who come here and present wonderful speech. The first, Zum Nubri, my local district head,
Nyiman Lama. And here, Nagarjun Nagapalita Mayor, which is the Vesaling location, the monastery is belong to Nagarjun Nagapalita Sushila, and Member of Parliament Tik Bahadur, Financial Minister Parbat Tamang. So thank you very much for coming here and giving wonderful presentation. 首先，非常感谢今天能够来到这里参加光明寺开光大典的所有的尊贵的嘉宾，能够来到这里为我们致以衷心的感谢。第一位有来自于我家乡的努布里农村自治市主席尼玛拉玛先生。第二位有来自于纳加尔琼区的副区长苏希拉阿迪卡瑞。第三位还有我们的国会议员班哈达咕如，还有以及来自于巴格马蒂省经济事务与规划部长Prabhat Tamang 先生。谢谢你们的到来以及你们精彩的演讲。I think by now, all of you are enough for speech, right? So I will not say too long. There's one thing, I forget to welcome this morning, very important guest here, Taiwan Buddhist Association, the president, very venerable Hui Chang is here. Thank you. 所以我相信到现在为止，大家估计都已经听够了所有的这些演讲了。那我也不会讲太长，但是这里面有一件事情是我今天早晨忘记的，就是我们要热烈的欢迎来自于台湾佛教协会的会长慧常法师，谢谢您的到来。And another is from SKIM, the Minister of Culture and Religion, Sonam Lama. I think he's already gone now, so I send thank you to him. 索南拉玛。还有一位是来自于西京文化宗教部部长的索南拉玛，他应该是已经离开了，好像没有在现场现在。So before the lot of fun stuff will manifest here in front of the monastery, I would like to say thank you for all of you to come from all over the world, take your time, effort, energy to spend these few days for the opening and the blessing ceremony here. 那么，在接下来我们最有趣的活动跟文化表演呈现之前，那我们知道这些内容会在我们的寺院里为大家展现出来。我想再一次的跟来自于这里、来自于全世界的所有的大家说衷心的感谢，谢谢你们花费了时间、精力以及能量，能够在这里与我们共度这几天开光大典，谢谢。And while you are here, today from morning until now, we are in Nepal, so time is flexible. So it's like rubber band. But all of you patiently here, participating, and the weather is quite hot. Now this is pre-summer. Though we got a lot of nice rain, but still it's quite hot. And all of you are really, many of you are meditating. It's really good. 那大家从今天早晨到现在哈，不要忘记我们现在人是身处尼泊尔，所以在尼泊尔的时间是非常灵活的，就好像橡皮筋儿一样，它是具有弹性的。
那但是所有的同学，包括所有的来宾，都非常有耐心的在参与着我们到现在为止的所有的活动。天气非常炎热，那现在已经基本上是入夏的时间，虽然有的时候也会下雨，但是天气还是非常的炎热。但是呢，有很多人都在做禅修，这相当的好。 And many people are joining from online. Also, thank you for them for the participation. And I want to thank you for all the volunteers who support our monastery and from Dergar members, friends from all over the world to come here to support this event. Thank you very much. 同时也感谢现在在线上参与的所有的人，也要感谢所有的义工，所有对于寺院的支持者，谢谢所有德嘎的朋友们，谢谢来自于全世界的你们对于这次事情的支持，谢谢。 So thank you, Tujiche, and in Nepali, Dhanyabad. 所有语言的谢谢。 르무치라 투시나 제린 주바 제구 총견 조보 상견 도지 좀치 모초네 깔럽 가린자 농죠 We would like to thank you for your lovely remarks, Your Eminence Yonggi Mingyur Rinpoche. And now we respectfully invite His Holiness Guru Vajradhara Taisita Rinpoche for some special remarks. 非常感谢尊贵的敏珠仁波切给我们分享的几句话。现在我们要。